आजको खास हाम्रो प्रोग्राम भनेको चाहिँ हाम्रो 50th एनिभर्सरी सेलिब्रेसन भन्दाखेरि भर्ती भएको 50औं वर्षको बर्थडे भनौँ न। यो प्रोग्राम गर्नुको लागि मलाई धन्य 2 वर्ष लाग्यो, किनभने तपाईको देख्नुहुन्छ यो ब्याक ड्रप हैन, यो डिजाइन अनि यसको फेरि के भन्छ यसलाई प्रिन्टिङ गर्नको लागि चाहिँ नेपाल जानुपर्ने। हामीले प्ल्याग पनि डिजाइन गरेको छौँ। त्यो प्ल्याग चाहिँ तपाईको चाहिँ कपरमा हुन्छ। त्यो चाहिँ जसले अर्डर गरेछ उहाँहरूलाई चाहिँ हामीले यो प्रोग्राममा चाहिँ हामीले चाहिँ दिइन्छ। त्यही हो, अब दुःख गरेको 2 वर्ष त भयो हैन। अब यसो हेर्दाखेरि र हाम्रो मेरो साथी नम्बरहरू भनौँ न, उहाँहरूको रिस्पोन्स राम्रै छ। लगभग अहिले हामी अन्दाजी मेरो नम्बरहरू कति 81 जनाले नाम दर्ता गर्नुभएको छ। कसैको श्रीमती आउनुहुन्छ, कसैको आउनुहुन्न हैन, र कसैको चाहिँ नाति नातिनी पनि लिएर आउनुहुन्छ। सबै गर्दाखेरि हामी लगभग झन्डै 155 जना जति आज यो पार्टीमा चाहिँ हामी जमघट हुन्छौँ। यो 50 वर्षको अवधिमा हामीले जति दुःख गऱ्यौँ हैन, कष्ट हामीले काट्यौँ नि हैन, अहिलेसम्म आएर हामी यो अहिले यो घडीमा आएर हामी यो के भन्छ यो स्टेजमा छौँ त हाम्रो अहिले लाइफ भनौँ न, त्यो चाहिँ हामी भाग्यमानी ठान्नु पर्यो के। वी आर स्टिल अलाइभ टुडे हैन, टु सेलिब्रेट 50th एनिभर्सरी। र जति पनि डेटा मैले सङ्कलन गरेको र मेरो आफ्नो पर्सनल रिसर्चमा मैले के भने पत्ता लगाएको चाहिँ हामी भर्ती भएको चाहिँ 303 चाहिँ देखाएको छ रेकर्डमा। तर मेरो रेकर्डमा चाहिँ मैले चाहिँ अहिलेसम्म चाहिँ 300 नम्बरीहरूको रेकर्ड चाहिँ मैले प्राप्त गरेको छु। र त्यसमध्ये चाहिँ अब हाम्रो नम्बरीहरू स्वर्गवास हुनुभएको चाहिँ मेरो रेकर्डमा चाहिँ अहिले 43 जना जति छन्। र हाम्रो 1975 इन्टेकमा चाहिँ अब 2 टाइप अफ सोल्जर भर्ती भएको छ हैन। त्यसमा चाहिँ एउटा चाहिँ जिडी भन्छ। जिडी चाहिँ अब जेनरल ड्युटिज फाइटिङ वरियरहरू भर्ती भएको, र क्लर्क्स जुन चाहिँ ट्रेड्समा गनिन्छ। र हामी भर्ती हुँदाखेरि चाहिँ त्यति बेला पक्लिया क्याम्प पनि थियो, उता पूर्वमा धरान क्याम्प पनि थियो हैन। र क्लर्क्सहरू भर्ती हुँदाखेरि चाहिँ पक्लियाले सेलेक्ट गर्ने 8 जना, धरानले क्लर्क्सहरू सेलेक्ट गर्ने 8 जना। तर फाइनल सेलेक्सन चाहिँ धरानमै भएको हो, 16 जना क्लर्कहरू। र त्यस्तै जिडीको सोल्जरहरू चाहिँ अब पक्लियामा पनि सेलेक्सन भए, तर पक्लियामै उनीहरू फाइनल सेलेक्सन भयो। पूर्वको जिडी सोल्जरहरू चाहिँ धरानमै उनीहरू चाहिँ सेलेक्सन भयो। आजको दिन चाहिँ हामी 1975 सालमा भर्ती भएको सम्पूर्ण नम्बरीहरूको चाहिँ यो 50औं वर्ष पुगेको उपलक्ष्यमा हामी यसलाई चाहिँ हामी आज 50औं एनिभर्सरी यो मनाउँदैछौँ। म यो खुसियाली 50औं वर्ष पुगेको खुसियालीमा चाहिँ म सम्पूर्ण नम्बरीहरूलाई चाहिँ यो 50औं वर्षको शुभकामना टक्राउन चाहन्छु। र अझै हामी सबै सुस्वास्थ्य रहौँ र आउँदो वर्षहरूमा पनि फेरि यसरी नै हामी सम्पूर्ण नम्बरीहरू फेरि यसरी नै नम्बरी मात्रै नभएर नम्बरिनी बहिनीहरू सबै परिवारसित हामी यसरी नै भेटघाट भएर चाहिँ रमाइलो गर्न पाऊँ भने म एकदम भगवानप्रति प्रार्थना गर्न चाहन्छु। नमस्कार, मलाई चाहिँ मामाले यो मेमोरियल चाहिँ हेर्नु भन्नुभएको छ क्या, फाइनेन्सियललाई हेर्नु भन्नुभएको छ। It's good to see
नम्बरी होइन खुसी लाग्यो नम्बरीको परिवारसँग धेरै खुसी लाग्यो अब उमेर पनि जाँदै गयो हामी नाउ 69 इयर्स हो सेन्ट्रलमा जानुपर्छ अनि मोटर बुकबाट फेरि ट्रेनिङ लिएर चाहिँ नेपाली दुकान रहेछ कति भयो जता सुकेको हुँदो रहेछ त सम्पूर्णलाई चाहिँ मेरो नमस्कार र आज 2025 साल नोभेम्बर 2 तारिक आइतबारको दिन यो आजको दिन चाहिँ हामी एकदम शुभ दिन भन्नुपर्छ र यो शुभ दिन शुभ घडीमा सम्पूर्ण नम्बरीहरू जति पनि यहाँ युनिमा हुनुहुन्छ र बहिनीहरू सबैजनालाई चाहिँ आज यो द प्यालेस रेस्टुरेन्टमा स्वागत गर्न चाहन्छु हामी एकदम भाग्यमानी यो 50औं वर्ष यो मनाउन पाउँदाखेरि त्यसले गर्दा चाहिँ सबै रमाइलो गरौँ अन्तसम्म बसेर हामीले चाहिँ यो सम्झना बिर्सना तस्बिरहरू ल्याउँ यहाँ 9वटा बत्ती तयार पारिएको छ 8वटा पल्टन र एउटा हामीले आउने बित्तिकै तालिम गरेको तालिम केन्द्रको नाममा हामीले 9वटा बत्ती तयार पारिएको छ र यसमा चाहिँ हामी हरेक पल्टनको एक जना हामीले प्रतिनिधि हामीले यहाँ टेक नम्बरले पुरा तयार पारिसक्नु भएको छ र नाम पुकार्ने छौँ हजुरहरू चाहिँ नाम पुकार्ने बित्तिकै यता आइदिनु होला 1253 बलराम 1296 गोल 7 जिआर 1356 10 जिआर 1436 ईश्वर 16 1507 बोला गाजीलाई अभिवादन सबैलाई बोला नम्बरी यता अगाडि हाम्रो टेकबहादुर कुल नम्बरीले चाहिँ हाम्रो ट्रेनिङ टेबल ब्रिगेड अफ प्रोग्रेसको नाममा उहाँले सुरुमा बिचको बत्ती बाल्नुहुनेछ आवश्यक क्रममा सबै एकैचोटि फर्स्ट इयर QG सिग्नल अनि GTR नम्बरहरू हजुरले सबै अगाडि बढेर एकूटा लाइटसम्म भने र यो अगाडिको बत्ती एकदम धेरै धन्यवाद हाम्रो देशको राष्ट्रिय गानाहरू छ हामी 1975 सालमा भर्ती हुनको लागि गल्लकोमा गयौँ र सँगै हामी चाहिँ छोटै लाइनमा उभियौँ 9 महिनाको तालिम प्राप्त गरेर हामी जुन पल्टनमा परियो र आफ्नो रेस्टुरेन्टमा हामी चाहिँ लागियो र आफ्नो कार्यक्षेत्रतिर हामीले चाहिँ ट्रेनिङ फ्री गएर आफ्नो पनि तालिमहरू गरियो र त्यसपश्चात हामीसँगै फेरि हुर्केको हामीसँगै जङ्गलमा बन्दुक बोकेर हिँडेको हामीसँगै भारी बन्दुक गोलाबारुद बोकेर सँगै हिँडेको कतिपय हाम्रो प्यारो नम्बरीहरू कतिपय हाम्रो बहिनीहरू हाम्रो नम्बरीको श्रीमतीहरू अहिले
धन्यवाद। Second year, one pattern. 1, 2, 3. Training laboratory के लिए बोल रहे हैं one pattern को. Thank you very much. अब बीचों का पानी. धेरै
टेकबहादुर पुन नम्बरी एकजना अघिसम्म चाहिँ 15-10 थियो गोर्खा मेजर कृष्णबहादुर गुरुङ ल 2150 सालमा भोटिएको नम्बरहरूको 50th anniversary happy birthday आजको प्रोग्रामको खानापिनाहरू अनि इन्जोय एकदम राम्रो भयो किनभने मान्छे पनि त्यतिको धेरै आयो एकदम राम्रो भयो लगभग यहाँ 25 भन्दा नि अलिक बेसी जस्तो मात्रै 25% जस्तो मात्रै यहाँ आएको छ एउटा युनिटमा हामी 50-48 जना भर्ती भएको थियो भने यहाँ कसैको त 4 जना 5 जना मात्रै छौँ कोही नेपालमा धरानमा मनाइँदैछ यो हाम्रो एनिभर्सरी कोही काठमाडौँमा पनि मनाउँदैछ अनि अलिक ठुलो चाहिँ यहीँ युकेमै हो कोहीबाट कोही त अब स्वास्थ्यले पनि नदिएको होला कति त बिचराहरू अब नमरी साहबहरू गइसक्नु नि भयो मासतिर यहाँ जति रहनेहरू त स्वास्थ्य यहाँ आउनेहरू त सबै प्राय यतिको 60-65 वर्षको उमेरतिर राम्रै देखिन्छ हाँसी खुसी नै रमाइलो भयो यो हाम्रो वर्षैपछि मनाउनेको महत्त्व चाहिँ हाम्रो यो नम्बरी भन्ने चाहिँ हाम्रो बाबुआमा भन्दा नि अझ नजिकको मानिन्छ
किनभने हामी पूर्व पश्चिम उत्तर दक्षिण चारैपट्टिको मान्छे कहाँ कहाँको मान्छे कहाँको भेला भएर एउटै थालमा भात खाएर 9 महिना ट्रेनिङ गरिन्छ। अनि त्यो चाहिँ कहिले पनि अनि अफिसर होस्, गोर्खा मेजर होस्, लेफ्टेनेन्ट कर्नेल होस्, जुनसुकै होस्, त्योलाई चाहिँ हामीले त्यो परेडको समयमा चाहिँ रेस्पेक्ट गरिन्छ। अरू बेला चाहिँ त म सबै त्यो प्रकारले चल्छ। अनि कुनै त्यो भ्यालु हुँदैन। अब अहिले यति बेला अब यहाँ जिएम साहबहरू छ, 2-3 जना अघि थियो होइन, उनीहरूले माथि माल त र्याङ्क पाउनुभयो। तर त्यो परेडभित्र चाहिँ हामीले त्यो रेस्पेक्ट गर्नैपर्छ। अरू बेला चाहिँ हाम्रो त गदा त भइहालिस्, तर फुली लगाइहालिस्, नाफी भन्ने त्यस्तै उस्तै छल गरेर बोलिन्छ, गर्दा कहिले पनि भुल्नु सकिँदैन। मेरो सन्देश चाहिँ सब हाम्रो जुन चाहिँ 1975 सालमा भर्ती भएको सबैजना पूर्व पश्चिम उत्तर दक्षिण चारैपट्टिको यसपालि चाहिँ हाम्रो एकदम वर्षौनी माने तापनि यो चाहिँ हाम्रो 50 वर्ष पुगेको ठुलो मान्ने प्रोग्राम गरिएको थियो। त्यसैमा कोही काठमाडौँमा मानिँदैछ आज, कोही पोखरामा धरानतिर मानेको छ। अनि हामी नेपालमा अरू जुन जसले हामीले भेट्न पाएन, नम्बरी साहबहरूलाई भेट्न सकिनौँ, उहाँहरूलाई हाम्रो सम्झना छ। आज यसपालि नभए पनि यसपालि भेट्न पाएको आगो भेट्ने कोसिस गर्नुहोला। सबैजना अगाडि आइदिनुहोस् है त। हामी अब यतिको वर्ष भर्ती भएको 50औं वर्ष पुग्दाखेरि
हामी अब यो हाम्रो चाहिँ एकदम गोल्डन जुब्ली मनाउनलाई चाहिँ भेटघाटलाई चाहिँ सम्झाउने बिर्साउने त्यो खुसीयालीमा हामी कहाँ कोही कहाँ पुगेको मान्छेहरू साथी नम्बरियाहरू नमर्नेहरू यही 50औं वर्ष माग्नु लागि चाहिँ आज यहाँ सबै भेट हुँदाखेरि यति खुसी लाग्यो त्यही नै एकदमै जरुरी जस्तो लाग्यो यो चाहिँ किन महत्त्वपूर्ण छ भन्दाखेरि हामी भर्ती भएर आज 50 वर्ष पुग्यो है 50 वर्ष पुग्यो हामी भर्ती भएको 300 जनामा यहाँ करिब 100 जना जति मात्रै उपस्थित भयौँ त्यो 300 जनामा 40-42 जना जस्तो त भगवान्को घरमा पुगि पनि सक्यो त अब त्यसरी भेटघाट हुँदाखेरि चाहिँ नि पुरानो कुराहरू चाहिँ पुरानो यादहरू चाहिँ ताजा हुन्छ हैन अब एकअर्कामा जुन माया छ भनिन्छ त्यो नम्बरी जुन छ त्यो चाहिँ नि आफ्नो साखै आन्द्रा छिनेर जन्मेको दाजुभाइ भन्दा नि गाढा हुन्छ त्योलाई चाहिँ नि अझ ताजा तरोताजा गर्नलाई चाहिँ यो हुनु जरुरी छ वर्षैपछि भेट हुनु जरुरी छ एकदम राम्रो लाग्यो रमाइलो लाग्यो पुरानो साथीहरूलाई भेट्न पायो एकदम खुसी लाग्यो ल धेरै धेरै धन्यवाद र नम्बरीलाई गर्ने चाहिँ यत्रो कष्ट गर्नुभयो दुःख गर्नुभयो र आउने वर्षमा चाहिँ समयमै छुट्टी मिलाएर चाहिँ एउटा भने तर कुन दिन गर्छ मेरो विचारमा नोभेम्बरको पहिलो हप्तामै गर्दा एकदम राम्रो होला जस्तो लाग्छ सजिलो सबैलाई गाडी पार्क गर्ने ठाउँ यसरी हल खाना पिउने सबै बन्दोबस्त कहाँनिर सजिलो हुन्छ अब दिन प्रतिदिन हामी त बुढो हुँदै भयो अर्को साल भेटौँला नभेटौँला होइन अब नेक्स्ट इयर चाहिँ अब फेरि कहाँ गर्ने भन्ने कुरा हुँदैछ तर त्यो भाइबर ग्रुपमा हुन्छ त्यसले गर्दाखेरि अब पछि भाइबरमै लेख्ला त्यो चाहिँ रूपमा थाहा भएन अब त्यस हाम्रो नम्बरले अलिक बोल्नुहुन्छ कि मलाई होइन सबै नम्बरले बोलिसक्नुभयो मेरो त एजेन्ट मैले चाहिँ भन्नुभयो त्यही एकदम राम्रो लाग्यो यो कार्यक्रम चाहिँ वर्षैपछि हुनुपर्छ किनभने हाम्रो नम्बरीहरू भेटघाट हुने मौका जुर्छ त्यसले गर्दाखेरि भइराख्नुपर्छ भन्ने मानिन्छ आज चाहिँ हामी 2 नोभेम्बर 2025 मा हामी भर्ती भएको 50 वर्ष पुग्यो होइन त्यसलाई हामी आजको त्यसको महोत्सवमा हामीले यो खुसियाली मनाएको हो गर्दामा आज हाम्रो 75 इन्टेकको संयोजक टेक बहादुर पुन दाईलाई एकदम हामी सम्पूर्ण तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ भन्दै आज एकदम रमाइलो भयो दुईजना बाबु नानीहरू चाहिँ हाम्रो जे भने अब निमन्त्रणलाई चाहिँ स्वीकारेर आइदिनु भयो र गाइदिनु भयो हाम्रो नम्बरीहरूको 50औं वर्ष पुगेको भर्ती भएर लाउरे भएर 50 वर्ष पुगेको अवसरमा हामीलाई एकदम रमाइलो है तपाईँहरूको चाहिँ एकदम मिठो गीतमा हाम्रो संयोजक अनि यो चाहिँ स्वागत पनि सम्मान पनि अनि विदाई पनि है सबै हामीले चाहिँ एकदम इन्जोय गर्यौँ रमाइलो भयो अर्को साल पनि एउटा आशा रमाइलो गर्नु पाऊँ अर्को साल पनि होइन यस्तो नि त होइन भेटघाट रमाइलो एकदम अब कति वर्ष पछाडिदेखि 50 वर्ष भने 50 वर्ष होइन नम्बरीहरू अब एकैचोटि भर्ती भएको एक प्रकारले हामी जन्मेको जस्तै लाग्थ्यो होइन एकै दिनमा गर्दाखेरि यो चाहिँ एउटा परिवारको भेटघाट जस्तो पनि छ होइन अनि नम्बरीसम्म सायद हामी नम्बरीहरू एउटै घरको ढुरीको पानी खाएको 9 महिनासम्म एउटै अब खाना थालमा खाना खाएको हामीले 9 महिनासम्म हङकङ सेकमा बसेर अब ट्रेनिङ गरेर त्यहाँदेखि पास भएपछि अहिलेसम्म जो यत्रो धेरै नम्बरीहरू रहेछौँ हामी गर्दाखेरि एकदमै खुसी लाग्यो यो नम्बरीको पार्टीमा चाहिँ पहिलोचोटि यो भेटघाट हो गर्दाखेरि आगामी दिनमा पनि अवश्य पनि हामी फेरि यो भेटघाट हुन्छ होला जस्तो लाग्छ अनि सबै नम्बरीहरू आइदिनुहोस् यो आगामी आउने सालतिर पक्कै पनि होला यो भेटघाट मरेर लानु केही पनि छैन
आज हामी जिम्दछौँ भोलि मरिन्छ होइन के थाहा र भोलिको गर्दाखेरि सकेसम्म यो विषयमा नम्बरी यो एउटा फ्यामिली जस्तो भएर आइदिनुहोस् रमाइलो गरिदिनुहोस्। अब महत्त्व भन्दा नि अब श्रीमानहरूको पछि लागेर आएपछि होइन श्रीमानहरूको पछि लाग्नै पर्छ हामीले उहाँहरूसँग उहाँ बस्दा बस्ने उठ्दा उठ्ने होइन हामीले साथ सपोर्ट दिनु नै पर्छ उहाँहरूलाई। उहाँहरू खुसी हुनु नै हामी खुसी हुने हो त्यही भएर हामी पनि उहाँहरूसँगै खुसी मनाउन आएको